तपाईँ मलेसिया आउँदै हुनुहुन्छ कि मलेसिया आउने सोच बनाइराख्नु भएको छ नि यो भिडियो अन्तिमसम्म हेर्नु होला। यदि तपाईँलाई भिडियो अन्तिमसम्म हेर्नु राम्रो लाग्छ भने कमेन्ट गर्नु होला, सेयर गर्नु होला, एक सब्सक्राइब पनि गर्नु होला है त। तपाईँहरू मलेसिया आउँदै हुनुहुन्छ भने मेन कुरा चाहिँ तपाईँ कुन कम्पनीमा आउँदै हुनुहुन्छ, सेक्युरिटीको कम्पनीमा आउँदै हुनुहुन्छ भने तपाईँ अरू कम्पनीमा आउँदै हुनुहुन्छ भने त्यो अरू कम्पनीको विषयमा मलाई त्यति धेरै जानकारी त छैन होइन। तर पनि म के भन्न चाहन्छु भने सेक्युरिटीमा आउँदै हुनुहुन्छ भने सेक्युरिटीमा तपाईँले कम्पनी चुज गर्नुपर्ने हुन्छ। कम्पनी कस्तो कम्पनी छ, कहाँ छ, के छ, कुन कहाँ हो काम होइन, त्यो सबै बुझ्नु होला। तपाईँ यस्तो अब बिल्डिङमा पर्नुभयो भने अब गाह्रै हुन्छ। म पनि यस्तै बिल्डिङमै छु, तर तपाईँ अब कहिले कहाँ परिरहेको हुन्छ नि त काम गर्नलाई। त्यही भएको हुनाले चाहिँ तपाईँहरू कस्तो ठाउँमा काम गर्दै हुनुहुन्छ भन्ने कुरा हो मेन कुरा त। अनि अब काम गाह्रो, अब कामको विषय आउँछ होइन। काम कस्तो गाह्रो छ कि अप्ठ्यारो छ कि काम भन्ने कुरा अब यस्तै हो। कहिले 24 घन्टा अब 12 घन्टा उभिनुपर्छ, कहिले अब कहाँ जानुपर्छ, कहिले उभिएको हो, कहिले अब के हुन्छ होइन। तर सेलेरी चाहिँ ठिकै छ होइन। तपाईँहरू 2000 भन्दा माथि नै हुन्छ सेलेरी चाहिँ, लगभग 21-2200 हुन्छ, 2200-2300 हुन्छ। 2200-2300मा भनेको तपाईँको 300 रुपियाँ 400 रुपियाँ खाना लाग्यो भने तपाईँको 1900 रुपियाँ चक्क बच्छ। 1900 रुपियाँ बच्यो भने 1900 रुपियाँको लगभग 60-65 हजार तपाईँले मजाले कमाउन सक्नुहुन्छ। तर काम चाहिँ गाह्रो हुन्छ। अब गाह्रो भनेर आत्तिनु भएन। अब पैसा कमाउन सजिलो छैन नि त नेपालमा भने जस्तो। अब नेपालमा पनि हुन त सजिलो छैन, धेरै नै गाह्रो छ। पैसा अब नेपालमा भन्दा चाहिँ केही सहज छ काम। अब पैसा आउँछ भनौँ न, महिना पैसा आउँछ, त्यही हो ठुलो कुरा। अब म चाहिँ ट्याक्क रोडमा बसिरहेको छु कि यस्तो रमाइलो छ, घाम लागिरहेको छ, बेसरी घाम लागिरहेको छ नि। बिहानको 8 बजेकै घामले दह्रो पोलिरहेको हुन्छ क्या। अनि अब यसो एकछिन बसिराखौँ, खाना लिएर आएको काम यहाँ साथीहरूलाई खाना लिएर आइदिएको छु। अनि धेरै थके लाग्यो कि त्यही भएर एकछिन यसो आराम गरिरहेको हो। अरू त के भन्नु, मलेसियामा अब कामको स्थिति यस्तै हो। कालीहरूबाट बस्नुपर्छ, धेरै बस्नुपर्छ। कालीहरूसित अब बेलामा फाइट पर्न खोज्छ। तपाईँ आफू सेभ हुनु होला। कालीहरूबाट एकदमै बस्नुपर्छ क्या। यहाँ अब यो एरियामा धेरै डेन्जर छ। नाइटमा हिँड्नै सकिँदैन। दिउँसो भएर अलिकति सहज भएर म तपाईँहरूलाई भिडियो बनाइदिउँ। अब यहाँको मलेसियाको पनि के कस्तो छ त्यो विषयमा तपाईँहरूलाई जान्न मन छ होला कतिपय साथीहरूलाई मलेसियाको विषयमा। त्यही भएर यो भिडियो बनाएको। नराम्रो नसोच्नु होला होइन। तपाईँहरूलाई केही समस्या छ, तपाईँहरूलाई केही कुराको जानकारी लिन चाहनुहुन्छ भने मलेसियाको विषयमा मलाई कमेन्ट गर्नु होला। मैले आफूले जानेको बुझेको तपाईँहरूलाई सेयर गर्न पाएँ भने तपाईँहरूलाई अलिकति सहज हुन्छ मलेसिया आउँदाखेरि, काम गर्दाखेरि। हरेक कुराहरूमा कामको विषयमा, त्यसै सेलेरीको विषयमा, केही विषयमा तपाईँहरू अलिकति आफूलाई सहज बनाउन सक्नुहुन्छ नि त। त्यही भएको हुनाले मैले यो भिडियो बनाएको हो। नराम्रो नसोच्नु होला कुनै पनि साथीहरूले। म काम गर्ने चाहिँ यो कन्डो भन्छ त्यसलाई, कन्डो, यो बिल्डिङमा हो। अनि ठिकै छ साथीहरू होइन। अब दुःख गर्नुपर्छ आफ्नो ठाउँमा। अब नेपालमा भने जस्तो छैन, सोचे जस्तो छैन। अब तपाईँहरू पनि केही गर्न चाहनुहुन्छ, विदेशमा आउन चाहनुहुन्छ, केही थाहा छैन कसो गर्ने के गर्ने, तपाईँहरूको मनमा केही जिज्ञासा छ भने मलाई कमेन्ट गर्नु होला। यति भन्दै आजको भिडियो यहीँ राख्दछु। धन्यवाद।